हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आई होप हजुरहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। म चाहिँ आज खोलामा नुहाउन कपडा धुनको लागि एक्लै हिँडेको छु। केटाहरू चाहिँ छैनन् होइन। त्यहाँको यहाँ चाहिँ आरू रहेछन्, मस्त फल्या रहेछन् आरू चाहिँ। हेर्नु त कस्तो लोछापै फल्या आरू पनि। ल हामी चाहिँ यो आरू हेर्नु न, आरू कस्तो पाकेको छ कि कस्तो पाकेको छ कि हेर्नु त आरू। आमा टिप्नु पर्ने हुन्छ तर कसरी टिप्नु। आरू चाहिँ टिप्न नसकेको कारणले गर्दा म चाहिँ हिँडिसकेको छु। अब हामी लगभग 10 मिनटको अन्तरालमा हामी ठ्याक्क हाम्रो लोकेसनमा पुगिन्छ, ठ्याक्कै खोलामा है। अनि हामी बाटोमा बिचबिचमा भेट्छौँ। अहिले एकछिनलाई रुक्छौँ है त हामी। अहिले ठ्याक्क हाम्रो यो ठाडो खोलो सुखौरा खोला भन्छ, त्यहाँनिर ठ्याक्क आइसक्यो। बाटो चाहिँ छैन, डेन्जर छ हेर्नु। यहाँ पहिला बाटो थियो, अहिले यो घर पनि हेर्नु सुनसान छ, सबैजना छोडेर गइसक्यो। पुरै बुटोलतिर जान लागिसक्यो। यता चाहिँ सब खाली छ। यतातिर ल 10-15 घर नै खाली छ। यहाँनिर हेर्नु यस्तो राम्रो घर बनाएर छोडेर गएको छन्। ल त्यही हो। अब चाहिँ हामी खोलामा पुनः लगभग 8-9 मिनटको अन्तरालमा खोलामा पुगिन्छ। त्यहाँको यता चाहिँ भ्यू पनि मस्त छ, हेर्नु मस्त छ के। भ्यू पनि मस्त एकदम मिठो छ आज चाहिँ होइन। आज चाहिँ घाम लाग्छ, पानी आउन सकेको छैन है। ल फाइनली गाइस म चाहिँ ट्याक्क अहिले मोटर बाटो लिएर आइसकेँ। ट्याक्क हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ यस्तो मोटर बाटो यहाँनिर छ। यता पनि छ मोटर बाटो है। यहाँनिर चाहिँ केरा फल्या रहेछ, ठिक छ। ल ट्याक्क पाकेपछि खानुपर्छ। ट्याक्क म चाहिँ यहाँबाट सिधा यस्तो हुँदै लाग्नुपर्ने हुन्छ यो बाटो। एकदम चाहिँ डर लाग्छ है रातिमा हिँड्दा। अहिले चाहिँ मस्त छ, चिल छ, शीतल ठिकै छ मौसम चाहिँ है। यहाँ चाहिँ घरहरू चाहिँ लगभग 2-3टा घर चाहिँ हाम्रो हेर्नुहोस्। एउटा घर यहाँनिर छ, एउटा घर त्यहाँनिर छ, एउटा घर फेरि यतानिर छ। सबै खाली छ, सबै बुटोलतिर जानुभएको छ है। त्यही हो, त्यो चाहिँ हाम्रो दाजुभाइ घर हो है। यो चाहिँ देख्न सक्नुहुन्छ, यस्तो राम्रो घर बनाउनुहुन्छ, छोडेर जानुहुन्छ क्या। मस्त राम्रो छ एकदम। ठ्याक्क हेर्नुहोस्, यति राम्रो घर बनाएर टक्क छोडेर जानुभएको छ। आँप चाहिँ अहिले फल्याएर हुन्छ। पहिला चाहिँ यस्तो मिठो थियो कि यहाँको आँप है। धाराहरू पनि घरमा धारा छ, तर मान्छे छैन गाइस। ल हामी एकछिनमा भेट्छौँ। लगभग हामी अब 4 मिनटको अन्तरालमा खोलामा पुगिन्छ। अहिले चाहिँ म ट्याक्क तेर्सो बाटो लिएर आइसकेँ। त्यस्तै हुँदै यहाँबाट हुँदै जाने हो। ठिक्क भ्यू पनि एकदम मिठो छ। ल हामी अब एकछिनमा तल गएर हेर्छौँ, हामीसँगै रहनु है। फाइनली गाइज अब चाहिँ म खोलामा आउन आँटिसकेँ है। अहिले चाहिँ हेर्नु त मस्त यस्तो डर लाग्दो, दिउँसै डर लाग्दो बाटो हिँड्नु पर्ने छ यहाँ चाहिँ। यस्तो डर लाग्दो बाटो छ, डेन्जरस बाटो छ। यहाँबाट यति गुल्ट्यो भने पनि हामी पल्टिने सम्भावना हुन्छ। ए है गाइस, म चाहिँ अब खोलामा लगभग 1 मिनटको अन्तरालमा खोलामा पुग्छु। खोला चाहिँ त्यहाँनिर छ। ल चाहिँ म चाहिँ एकदम डेन्जरस जङ्गलमा छु। यहाँबाट त बाघ पनि निस्किन्छ दिउँसै। यस्तो छ हेर्नु न, यस्तो डर लाग्दो छ कि सर हेर्नु न, यस्तो मजाले यस्तो डर लाग्दो छ कि है। म चाहिँ अब ठ्याक्कै जान्छु। ठ्याक्कै हेर्नुहोस्, यहाँ पनि बाँसहरू पनि एकदम डेन्जर छ के। रातिमा हिँड्नुपर्छ यहाँ त। फेरि तर्साउँछ गाइस, हेर्नु न यहाँ कस्तो भिड छ कि, मस्त भिड छ। यहाँ गुल्ट्यो भने चाहिँ सिधै खोलामा पुगिन्छ। अब चाहिँ हामी खोलामा आइसक्यो। ल खोलामा आइसक्यो। खोला चाहिँ यो। ल हामी एकछिनमा भेट्छौँ। ल यहाँ एउटा काँडा बेटा आयो, के होला यसको नाम यार, पता भन्नु त है। ल अब चाहिँ खोलामा आइसकेँ। ल खोलामा आइसकेँ। यहाँ चाहिँ ट्र्याक्टर रहेछ, एउटा बालौटो घर लागेको रहेछ। म चाहिँ आइसकेँ है। अब चाहिँ यहाँ लगभग अब 1 मिनट पनि हिँड्नु पर्दैन, मस्त आगो लागेको रहेछ। जङ्गल चाहिँ आनन्दको छ, मोड छ। ठ्याक्क म आइसकेँ। अब चाहिँ म गएर सिधै गएर खोलामा गएर कपडा धुनुपर्ने हुन्छ। डेन्जरस छ हेर्नु त। पहिला यस्तो ठाउँ छ क्या हाम्रो त, एकदम डर लाग्छ। यहाँ पनि चुका पनि लाग्छ, एकदम होसियार पुरा हिँड्नुपर्ने हुन्छ। ल हामी अब खोलामा गएर भेट्छौँ गाइस। म चाहिँ खोलामा आइसकेँ। ट्याक्क मेरो खेत चाहिँ म तपाईँहरूलाई देखाउँछु है गाइस। मकै यत्रो भएको छ है। ट्याक्क राम्रो छ, एकदम मिठो छ। हेर्नु न, भ्यू पनि मस्त छ, मकै पनि टन्नै छ है। ल हामी चाहिँ अब कपडा धुन लाग्छौँ है त गाइस। मैले चाहिँ भिडियो बनाइनँ है। एकछिन मैले चाहिँ आधी कपडा धोएर सुकाइसकेँ। यहाँनिर मेरो चाहिँ अड्डा चाहिँ त्यहाँनिर छ, म चाहिँ त्यहाँतिर धुने हो। अब एकछिनमा 4वटा लुगा धोएपछि म नुहाउँछु, अनि नुहाउने बेलामा यसो भेटौँला है त गाइस। ल गाइस, मैले चाहिँ कपडा धोएर भ्याइसकेँ। अनि म चाहिँ होइन ट्याक्क माछा मार्न आएको छु है। माछा मार्नेखेरि यहाँनिर हो, ठ्याक्क यहाँनिर
यहाँनिर माछा मार्ने हो मस्तै छन् है टक्क माछा मार्ने अड्डा यहाँ हो मैले चाहिँ यो यहाँबाट कटाएर सिधै यहाँबाट छेउ यता लगाइन्छ अनि यहाँनिर बाँडिदिन्छ अनि यहाँनिर चाहिँ म बिस ल्याएर हाल्छु किलो या सोझ्यो ल्याएर हाल्छु मैले है मसँगै रहनु होला म चाहिँ अब ठुलो थुन्नु लाग्छु फाइनली मैले बिस चाहिँ हालिसकेको छु है टक्क यहाँनिर ठ्याक्क बार लाएर यहाँ पनि बार लाएर अनि बिस हालिसकेको छु माछालाई हल्का फुल्का भेटेको छ यहाँनिर हल्का फुल्का भेटिरहेछ माछालाई अब चाहिँ म एकछिनमा मार्छु अनि मस्त तपाईँलाई मार्ने बेला भेटाउँछु लाइक कमेन्ट सब्सक्राइब सेयर हाल्न नभुल्नु होला त्यही नै हो मैले बिस चाहिँ हालिसकेँ है यहाँनिर माछालाई लगाइसकेको छ र माछा यहाँनिर रन्थन्ने गाइस माछा चाहिँ छोपिसकेँ है छोपिसकेँ मैले चाहिँ है लाई चाहिँ मार्नु पर्ने हुन्छ गाइस ए माछा चाहिँ बल्ल यति भएछन् मार्दैछ है गाइस एकछिनमा भेटाउनु पर्छ र अब चाहिँ कम्प्लिट भइसकेको छ अब माछा चाहिँ बिस लगाइसकेको छ रन्थन निराहन टक्क एकछिनमा भेट्नुपर्छ ल फाइनली फेरि समुद्रमा लगाइरहेको छ है माछा एकदम रन्थन यहीँ छ नि अन्त पुरै रन्थन यहाँनिर अब हात आउँछन् रन्थनी राहन माछा चाहिँ है अब बिस लाग्दैछ टक्क मसँगै रहनु होला सबैभन्दा अहिलेसम्मको ठुलो माछा चोक्न सफल भएको छु टक्क मिहिनेत गरे के हुन्न हेर्नुहोस् देख्नुभयो कत्राको छ भागलाई मैले माछा चाहिँ धेरै मार्न सकिनँ है म चाहिँ तपाईँलाई देखाउँछु कति माऱ्यो भनेर माछा त्यति त धेरै मार्न सकिएन माछा चाहिँ अलिकति मारेँ है यति चाहिँ मारेँ टक्क घाम पनि लागिरहेछ एक्लै मिहिनेत गरेर मारेँ ठुलो चाहिँ यही हो सबभन्दा ठुलो छन् गाइस म चाहिँ माछा टक्क मारेँ है माछा मारेर टक्क थकै मार्दैछु जालीमा होइन म चाहिँ अब बिस्तारै घरतिर उक्लिनु पर्ने हुन्छ ठ्याक्कनिर यहाँनिर झोला छ उतातिर आमाले गोरु चराउनु भएको छ ठिक छ मौसम पनि एकदम मिठो छ मैले माछा मारेको यहाँनिर हो लुगा उता सुकाएको छु है हाम्रो यो सबै देखे जति मकै चाहिँ हाम्रो होइन उतातिर उहाँतिर केटाहरू छन् झलुङ्गातिर है म चाहिँ अब एकछिनमा भेट्छु हेलो गाइस म चाहिँ अब फर्किसकेँ है खोलाबाट अब लगभग 1 घन्टा जति मेरो हिँडाइ चाहिँ डह्रो हुन्छ बस गाइस मकै पनि एकदम राम्रो छन् है अब चाहिँ म 1 घन्टाको अन्तरालमा बल्ल घर पुग्नेछु बिचबिचमा तपाईँहरूलाई भेट गराउनेछु मसँगै रहनु होला हेलो गाइस म फेरि हजुरहरूको छेउमा आइसकेको छु म चाहिँ अब एक घर जाँदैछु म बिच बाटोमा आइसकेँ तपाईँहरूले हेर्न सक्नुहुन्छ मौसम चाहिँ म पानी आउन लागेको भएर छिटो हिँडिरहेको छु है म बाटोमा तपाईँहरूलाई भेट गराउनेछु लाइक कमेन्ट सब्सक्राइब सेयर माया गरिदिनु होला ओके म चाहिँ 1300 बाटानिर आइसकेको छु साँच्ची भन्नु पर्दा तपाईँहरूले एकदम मिठो माया साथ सपोर्ट गरिदिनु होला अरू त केही भन्दिनँ है टक्क हाम्रो पनि गाउँले जीवन यस्तै छ अब यसबाट धेरै मिहिनेत गरेर माथि पुग्नु छ सबैले लाइक कमेन्ट सब्सक्राइब सेयर गरेर ब्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला है त यहाँनिर चाहिँ प्लुमको बोट रहेछ प्लुम चाहिँ भेटिसकेको छ म चाहिँ अब माथि गएर भेट्छु हजुरहरूलाई है त मैले चाहिँ रियलिटी केक भेटाइसकेको छु खानेले कमेन्ट गर्नु होला है यहाँ छ केक कालो छ साथीहरू यति मिहिनेत गरेर भिडियो बनाइरहेको छु सबैजनाले लाइक कमेन्ट मिठो माया देखाइदिनु होला एक सब्सक्राइबले हजुरहरूको एक सब्सक्राइबले मेरो जीवन उज्जवल हुनेछ सबैले माया गरिदिनु होला अब लगभग आधी घन्टाको अन्तरालमा म घर पुग्नेछु हजुरहरूलाई भिडियोमा भेटाउने छु सबै लाइक कमेन्ट सब्सक्राइब सेयर गाइस म चाहिँ घर आउन आलिसकेको छु अब ठ्याक्कै म चाहिँ अब मेरो घर चाहिँ 2 मिनट जति लाग्छ जान टक्क लाएर म चाहिँ घर आइसकेँ टक्क अब चाहिँ हामी पानी आउनु लाग्छ घरको काम के छ घरबाट काम गर्नुपर्ने हुन्छ यस्तो भयो 1 घन्टाको बाटो हिँड्दा अनि म चाहिँ घरनिर आइसक्न लागिसकेँ अब चाहिँ हेर्नुहोस् एकदम पानी आउनु परेको लागेको भएर म चाहिँ दौडेर आएँ यस्तो राम्रो घर पनि छोडेर गएका छन् प्लिज
मैले भनेको मान्नुहुन्छ भने गाउँमै बस्नुहोस्, एकदम सही छ क्या। यो घर पनि छोडेर जानुभएको छ, यो हेर्नु यस्तो राम्रो घर पनि छोडेर जानुभएको छ। टक्क लगाएर राम्रो छ, राम्रो हुनको लागि छ भने धेरै वर्ष बाँच्नु छ भने गाउँमै दुःख गर्नुहोस्, गाउँमै खानुहोस् होइन, म त्यही भन्छु। अब हामी एकछिन भेट्छौँ है त साथीहरू। अब म चाहिँ घर नुनतिर आइसकेको छु है। अब चाहिँ हामी ठ्याक्क घर जानु पर्ने हुन्छ। यहाँ पहिला बाटो थियो, हेर्नुहोस् यस्तो भयो क्या गाइज। अहिले चाहिँ हाम्रो आफ्नै गाउँको म भिजिट गर्न चाहन्छु, किनकि हेर्नुहोस् मान्छे हामीले भोट गरियो तर हेर्नुहोस् जितिसकेपछि यस्तो छ अवस्था, जितेर गएपछि यस्तो छ अवस्था। म चाहिँ घर आइसकेको छु। अब नास्ता खाने, के नास्ता खाने मम्मी? चटपटै? ल अहिले एकछिनमा भेट्छौँ है त।